सबै साथीहरूलाई नमस्कार। मेरो इनसाइट नेपाल विथ सुमन युट्युब च्यानलमा म सबै साथीहरूलाई स्वागत गर्दछु। आज यो भिडियोमा मैले MBS सेकेन्ड सेमेस्टरको प्रोडक्सन एन्ड अपरेसन म्यानेजमेन्टसँग सम्बन्धित मटेरियल म्यानेजमेन्ट च्याप्टर अन्तर्गत रहेर त्यसमा भएका केही प्र्याक्टिकल प्रब्लमहरूलाई सल्भ गर्न सिकाउने छु। आशा छ यो मेरो भिडियोबाट MBS सेकेन्ड सेमेस्टरमा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरूले केही लाभ लिनुहुनेछ। हुन्छ, अब हामी प्र्याक्टिकल प्रब्लम सल्भिङतिर लागौँ है त। आज हामी एउटा बिल अफ मेटेरियल बनाउने सिक्नेछौँ, जसलाई हामीले प्रोडक्ट स्ट्रक्चर ट्री पनि भन्छौँ। यस अन्तर्गत एउटा क्वेसन हामीलाई दिएको छ, जस्तै प्रोडक्ट याम इज मेड अफ 3 युनिट्स अफ यान एन्ड 2 युनिट्स अफ पी। यान इज मेड अफ 3 युनिट्स अफ आर एन्ड 2 युनिट्स अफ यास। आर इज मेड अफ 1 युनिट अफ यास एन्ड 2 युनिट्स अफ टी। पी इज मेड अफ 3 युनिट्स अफ टी एन्ड 4 युनिट्स अफ यू भनेर क्वेसन सोधेको छ र हामीलाई दुईवटा प्रश्न दिएको छ, सो बिल अफ मेटेरियल्स र अर्को बी नम्बरमा इफ 50 M आर रिक्वायर्ड हाउ मेनी युनिट्स अफ इच कम्पोनेन्ट आर निडेड भनेर हामीलाई प्रश्न सोधेको छ। यो प्रश्नको सोल्भलाई चाहिँ हामी यसरी गर्दैछौँ। सबभन्दा पहिला ए नम्बरमा हामीलाई सोधेको छ सो बिल अफ मेटेरियल। सो बिल अफ मेटेरियल। अब यसमा हामीलाई याम भन्ने प्रडक्ट बनाउनको लागि 3 युनिट्स अफ यान चाहिन्छ अनि 2 युनिट्स अफ पी चाहिन्छ भनेको छ। यसलाई हामीले यसरी लैजाउँ। याम भन्ने प्रडक्ट बनाउनको लागि हामीलाई दुई प्रकारको मेटेरियल चाहिन्छ। एउटा यान भन्ने मेटेरियल चाहिन्छ र अर्को पी भन्ने मेटेरियल चाहिन्छ, जहाँ यान चाहिँ 3 युनिट चाहिन्छ र पी भने चाहिँ 2 युनिट चाहिन्छ भनेको छ है त। याम भन्ने एउटा मेटेरियल बनाउनलाई हामीलाई यस्तो खालको कम्पोनेन्टहरू चाहियो। र फेरि प्रश्नले थप के भन्यो भने यान इज मेड अफ 3 युनिट्स अफ आर एन्ड 2 युनिट्स अफ यास भन्यो। यो यान भन्ने बनाउनको लागि चाहिँ फेरि हामीलाई दुई प्रकारको मेटेरियल चाहिन्छ, जहाँ एउटा आर भन्ने मेटेरियल चाहिन्छ र अर्को चाहिँ यास भन्ने मेटेरियल चाहिन्छ। कति चाहिन्छ भन्दाखेरि 3 युनिट्स अफ आर भनेको छ, यो चाहिँ 3 युनिट चाहिन्छ। यास भन्ने चाहिँ 2 युनिट चाहिन्छ भनेको छ। यसलाई पनि यसरी हामीले घेरा लगाइदिउँ। अनि फेरि आर इज मेड अफ 1 युनिट अफ यास एन्ड 2 युनिट्स अफ टी भन्यो। भनेपछि फेरि आरलाई पनि दुई प्रकारको मेटेरियल हामीलाई चाहिन्छ भन्यो, जहाँ चाहिँ 1 युनिट अफ यास, यास भन्ने चाहिँ 1 युनिट चाहिन्छ हैन, र 2 युनिट अफ टी भनेको छ, टी भनेको चाहिँ 2 युनिट चाहिन्छ भनेको छ। ल है त, यसलाई हामीले 1 लेखे पनि भयो, नलेख्दा पनि केही फरक परेन। त्यस्तै गरी पी इज मेड अफ 3 युनिट्स अफ टी एन्ड 4 युनिट्स अफ यू भनेको छ। अनि पी बनाउनको लागि पनि दुई प्रकारको हामीलाई मेटेरियल चाहिन्छ, जहाँ चाहिँ टी भन्ने एउटा मेटेरियल चाहियो अनि त्यस पछाडि यू भन्ने एउटा मेटेरियल चाहियो, जहाँ टी भनेको चाहिँ 3 युनिट्स चाहिन्छ र यू भनेको चाहिँ 4 युनिट्स चाहिन्छ भनेर भनेको छ। यो प्रकारको जुन स्ट्रक्चर ट्री बन्यो, यसलाई चाहिँ हामीले प्रोडक्ट स्ट्रक्चर ट्री भनेर भन्छौँ। ए नम्बरको क्वेसन यो रह्यो। अब हामीलाई दोस्रो नम्बरमा के सोधेको छ भने बी नम्बरमा चाहिँ इफ 50 M आर required how many units of
each component are needed भनेको छ। needed भनेको छ। अब यसको लागि हामीले कसरी हिसाब गर्नु पर्यो भने हामीलाई m भन्ने चाहिँ हामीलाई कति चाहिनेछ 50 m चाहिन्छ। हामीलाई चाहिँ m 50 चाहिनेछ। अब यस्तै गरी n कति चाहियो, त्यस्तै गरी p कति चाहियो, अनि त्यस्तै गरी r कति चाहियो, त्यस्तै गरी s कतिवटा चाहियो, त्यस्तै गरी t कतिवटा चाहियो र अर्को u कतिवटा चाहिन्छ। यो कम्पोनेन्टहरु चाहिँ अब हामीलाई कतिवटा चाहिन्छ भनेर माथिको यो बिल अफ मेटेरियलबाट हामीले निकाल्नु पर्यो। अब जस्तै यहाँनिर अब हामीलाई के भनेको छ भने n चाहिँ 3n छ भनेपछि m एउटा बनाउनको लागि n 3टा चाहिन्छ भने 50 वटा बनाउनको लागि कति चाहिन्छ भन्दाखेरि 3 * 50 = 150 है 150 वटा यो चाहिन्छ। जस्तै p m बनाउनको लागि p दुईटा चाहिन्छ भने 50 वटा बनाउनको लागि कति चाहिन्छ भन्दाखेरि 2 * 50 यो चाहिँ हामीलाई 100 वटा चाहिन्छ हैन। र यस्तै गरेर r कतिवटा चाहिन्छ भन्दाखेरि हामीलाई n बनाउनको लागि 3r चाहिन्छ है। 3r चाहिन्छ भनेपछि अब हामीलाई 150 वटा बनाउनको लागि कतिवटा चाहियो भन्दाखेरि 3 * 150 है त n 150 वटा चाहिन्छ। त्यसैले 3 * 150 त्यस्तै गरी s कतिवटा चाहियो त यो चाहिँ हाम्रो 450 आयो। s कतिवटा चाहिन्छ भन्दाखेरि n बनाउनको लागि 3n = 2s चाहिन्छ भनेको छ भने पछाडी हाम्रो 2 * n भनेको 150 अनि प्लस फेरि अर्को पनि छ यहाँ s 3r बनाउनको लागि एउटा s चाहिन्छ भनेको छ भने पछाडी हाम्रो चाहिँ यो 450 है 1s यहाँ जोड्नु पर्यो 1 * हाम्रो s जोड्नु पर्यो भनेपछि r कति छ r 450 छ 450 छ भन्दाखेरि 300 450 ले 750 भयो है त 750 भयो। त्यस्तै गरी t कतिवटा चाहिन्छ त भन्दाखेरि 2p बनाउन 3t चाहिन्छ भनेको छ 3 * p कतिवटा चाहिन्छ हामीलाई 100 वटा चाहिन्छ 100 वटा चाहिन्छ प्लस त्यस्तै गरी 3r बनाउन 2t चाहिन्छ भनेको छ 2 * r हामीसँग कतिवटा छ 450 वटा छ 450 वटा छ भनेपछि 452 ले 900 भयो 9 र 3 ले 1200 भयो हैन। हामीलाई 1200 चाहिँ t चाहिन्छ। त्यस्तै गरी u कति चाहिन्छ त भन्दाखेरि 4 के बनाउनको लागि p बनाउनको लागि भनेपछि p बनाउनको लागि चाहिँ 100 वटा चाहिन्छ 100 वटा चाहिन्छ भनेपछि हाम्रो चाहिँ 400 वटा u चाहिन्छ। यसरी m 50 युनिट बनाउनको लागि n 150 चाहिन्छ p 100 चाहिन्छ r भन्ने मेटेरियल अथवा कम्पोनेन्ट 450 चाहिन्छ s भन्ने कम्पोनेन्ट 750 चाहिन्छ t भन्ने कम्पोनेन्ट 1200 चाहिन्छ र u भन्ने चाहिँ 400 चाहिन्छ। यो तरिकाबाट हामीले यसलाई सोल्भ गर्न सक्छौं। थ्यांक यू भेरी मच।